साथीहरु हेर्नुस् मैले यहाँ जुम्लामा बजार नजिकै अलिकति माथि यत्र ठुल्ठुला आइसहरु निकालेको छु। हेर्नुस् त कति ठुलो छ आइस। र त पल्टाउन पनि छैन, बल्ल बल्ल निकालेको। यसरी अझै पनि चिसो छ, अझै पनि जमिरहेको छ। तपाईहरु हेर्न सक्नुहुन्छ। यो झन् ठुलो छ, यहाँ पनि अझै जमिरहेको छ यो यहाँदेखि। नमस्कार। यो जेन्जी आन्दोलन र यसको जुन घुसपेटको पक्षहरूलाई एका छेउमा राखेर हामीले हेर्ने हो भने जेन्जी आन्दोलनपछिको चुनावमा राजनीतिक दल, हामी जनता, हामी सबै पक्षहरू सुध्रिएर जानुपर्ने अवस्था भएकोमा अहिले हेर्दाखेरि नमस्कार म अहिले जुम्लाको यो बजारभन्दा पश्चिमतिर उभिएको छु, यहाँ अलिकति माथि डाँडोमा। र जुम्ला बजार यहाँ प्रस्तुत देख्न सकिन्छ। र म तपाईहरुलाई अहिले देखाउन लागिरहेको छु यो पश्चिम दक्षिणतर्फको यो एउटा डाँडोमा हिउँ परेको छ। एकदमै सेताम्य भएर हिउँ परेको छ। यता पनि छन् केही डाँडोहरुमा अलिअलि हिउँ देख्छ, तर यो घामको कारणले गर्दा त्यति देखिएको छैन। तर त्यहाँ नमस्कार, म तपाईहरुलाई आज एउटा अचम्मको कुरा देखाउन लागिरहेको छु। तपाईहरु हेर्नु होला, यो जुम्लामा म तपाईलाई एउटा आश्चर्यको कुरा देखाउन चाहन्छु। ल यो रुख हेर्नुस् त, यो रुखको तलदेखि माथिसम्म हेर्दाखेरि एकापट्टि चाहिँ एकदमै धेरै हाँगा लामो लामो भएर गएको छ, एकपट्टि चाहिँ हाँगा नै छैन, पातला मसिना मसिना हाँगाहरू छ। मेरा वचन है मेरी पाँव की ज्योति, फैलाऊंगा यीशु को मैं सारे जहां में। मेरा वचन है मेरी पाँव की ज्योति, फैलाऊंगा यीशु को मैं सारे जहां। बेसीमा झर्दा मलाई भेट्ने गर, नभेटे माया के हो कुन्नी, नभेटे माया के हो कुन्नी, भेटु न के गरौँ म। मैले बोल्ने यो बोलीमा र सुन्छ हुँदैन, मैले लाउने पिरातीले मन छुन्छ छुँदैन।